हेलो 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 टाइम भ्यालु अफ मनी यो एकदमै कन्फ्युजन कम्प्लेक्स टपिक हो भनेर धेरैजनाले चाहिँ भनिराख्ने टपिक हो र आजको यो भिडियो हेरिसकेपछि जिन्दगीमा अरू कुरामा कन्फ्युजन हुनेछ तर टाइम भ्यालु अफ मनीमा तपाईँलाई कन्फ्युजन हुने छैन। त्यसकारण यो भिडियो हेर्दै गर्दा 100% डेडिकेसन 100% मोटिभेसनको साथमा भिडियो हेर्ने, खाना खाँदै हिँड्दै सुत्दै पल्टेर पछारिएर यो तरिकाले भिडियो हेर्दै हुनुहुन्छ भने नहेर्नुहोस्। 100% डेडिकेसनको साथमा भिडियो हेर्ने र तपाईँको रुममा अरू कोही छ भने बाहिर लगाइदिनुहोस्, चुकुल लगाएर यो भिडियो हेर्न तयार बस्नुहोस् र यो भिडियो हेर्दै गर्दा तपाईँले के गर्नुभयो त पेन र कपी तयार गरेर यो भिडियो हेर्न सुरु गर्नुहोस्। अब हामीले टाइम भ्यालु अफ मनीलाई यसरी पढ्नेछौँ। यो पढिसकेपछि म्यानेजमेन्ट फ्याकल्टीको कुनै पनि व्यक्तिले टाइम भ्यालु अफ मनीलाई जिन्दगीमा फर्केर हेर्नुपर्ने छैन। त्यसरी चाहिँ यो कुरा बुझ्ने र अर्को कुरा टाइम भ्यालु अफ मनी जसले पढ्छ यो म्यानेजमेन्टकै यस्तो राम्रो टपिक हो र यति महत्त्वपूर्ण टपिक हो अरू कोही माइकलाल टपिकले चाहिँ टाइम भ्यालु अफ मनीलाई के गर्न सक्दैन त प्रतिस्थापन गर्न सक्दैन। टाइम भ्यालु अफ मनी जसले जान्छ नि फाइनान्सको धेरै मोर एन्ड मोर हिसाबहरू चाहिँ हरेक कन्सेप्टहरू चाहिँ टाइम भ्यालु अफ मनी जान्नेले जान्छ। त्यसकारण यो कुरा तपाईँले मैले अघि पनि भने सायद तपाईँको जिन्दगीको नत्र म्यानेजमेन्ट फ्याकल्टी अन्तर्गत टाइम भ्यालु अफ मनी जसले पढ्छ उसले आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण समय चाहिँ यही पढ्नमा लगाउनु पर्छ जस्तो मलाई लाग्छ। त्यसकारण लेट्स स्टार्ट। अब हामी सुरु गर्छौँ टाइम भ्यालु अफ मनी। जति मिनट हुन्छ 100% डेडिकेसन है, एक सेकेन्ड टाइम आएन। ल स्टार्ट गर्ने। टाइम भ्यालु अफ मनीमा हामीले बुझ्नै पर्ने कुरा भनेको सबैभन्दा सुरुमा क्यास फ्लो। क्यास फ्लो टाइम भ्यालु अफ मनी जसले बुझ्न चाहन्छ उसले बुझ्ने सबैभन्दा महत्त्वपूर्ण टपिक के हो त क्यास फ्लो। क्यास फ्लो भनेको पैसा आउने र जाने कुरालाई हामीले क्यास फ्लो भन्छौँ। नगदको प्रवाह हो यसलाई नेपालीमा। नगद प्रवाह भनेको के हो भने आउन पनि सक्छ जान पनि सक्छ। अब यहाँनिर आउन सक्छ र जान सक्छ भनिसकेपछि अरू केही पनि कुरा छैन कि पैसा आउँछ कि पैसा जान्छ, पैसा अरू केही बिचमै होल्ड पनि हुँदैन, संसारमा अरू केही रुल्स नै छैन। अब पैसा कसरी आउँछ भन्ने कुरालाई 3-4वटा तरिकाले हामीले हेर्छौँ र क्यास फ्लो बुझ्दै गर्दा एट फर्स्टमा तपाईँले बुझ्नुपर्छ सिंगल क्यास फ्लो है। एट फर्स्टमा तपाईँले सिंगल क्यास फ्लो बुझ्ने, यता चाहिँ म क्यास फ्लो बुझाउँछु, पछि मैले यता चाहिँ फर्मुला लेखाउने गएको छु। त्यसकारण अब अहिले चाहिँ तपाईँले पहिला यो बुझेर पछि चाहिँ म यसको क्युआर पनि सेन्ड गरिदिउँ होला, पिडिएफ पनि सेन्ड गरिदिउँ होला, त्यही स्क्यान गर्दा पनि हुन्छ या पछि तपाईँले यसलाई फेरि भिडियो हेर्दै टिप्दा पनि हुन्छ है, या अहिले टिप्दा पनि भयो, केही भएन। ल क्यास फ्लो बुझ्ने, क्यास फ्लोमा सबैभन्दा पहिला तपाईँले बुझ्ने भनेको सिंगल क्यास फ्लोलाई बुझ्नुपर्छ। के बुझ्नु पर्यो त एक नम्बरमा बुझ्ने भनेको सिंगल क्यास फ्लो। यो सिंगल क्यास फ्लो भनेको कस्तो हो भने साथीहरू आज तपाईँले पेमेन्ट गर्ने है। सिंगल क्यास फ्लो भनेको कस्तो हो भने ल यहाँनिर हेर्नुहोस् है, जस्तो आज 0 पिरियड हो, 0 पिरियडमा तपाईँले पेमेन्ट गर्ने र एन पिरियडमा मात्रै तपाईँले यसको के गर्ने त अर्को कारोबार गर्ने। जस्तो उदाहरणको लागि तपाईँले आज चाहिँ यहाँनिर केही रुपियाँ डिपोजिट गर्नुभएको छ, केही रुपियाँ भनेको जस्तो 100 रुपियाँ हुनसक्छ या केही रुपियाँ हुनसक्छ। यो बिचमा केही वर्ष छ, केही पिरियड छ, केही दिन छ, जतिसक्यो समय छ यो समयको अन्तिममा गएर यसको भ्यालु केही हुनसक्छ। जस्तो 110 हुनसक्छ या 120 हुनसक्छ या जतिसुकै होस् केही हुनसक्छ। यो बिचमा चाहिँ एउटा इन्ट्रेस्ट रेट हुन्छ, मार्केट इन्ट्रेस्ट रेट के, यसलाई केडी वाइटिएम आइआरआर केसी केएस अर्को जेसुकैले जनाउन आई वाई जसले जनाउँदा पनि हुन्छ, यो इन्ट्रेस्ट रेट हुन्छ। अब यहाँनिर यो पहिलाको भ्यालुलाई हामीले प्रेजेन्ट भ्यालु भन्छौँ, पछिको भ्यालुलाई हामीले फ्युचर भ्यालु भन्छौँ। यो इन्ट्रेस्ट रेट हो। कति पिरियड भन्ने कुरा एन पिरियड हो। सिंगल क्यास फ्लोको कुरामा के बुझ्ने हो भने पहिले कि आज हामीले केही पनि भ्यालु मतलब छैन, एन पिरियड पछि 110 रुपियाँ चाहिन्छ, 110 रुपियाँ यति समय पछि चाहिनको लागि अहिले कति रुपियाँ चाहिँ जम्मा गर्नु पर्ला, डिपोजिट गर्नु पर्ला, यो हाम्रो प्रश्न हो। कि पहिले हामीले 100 रुपियाँ जम्मा गर्यौँ भने यति प्रतिशत ब्याज दरमा यति वर्षपछि कति रुपियाँ होला, त्यो हाम्रो दोस्रो प्रश्न हो। कि अहिले 100 रुपियाँ छ, एक वर्षपछि 110 रुपियाँ हुन्छ, ब्याज दर कति होला भन्ने प्रश्न हो। कि अहिले 100 रुपियाँ छ, ब्याज दर 10% छ, कति वर्षपछि चाहिँ त्यसको भ्यालु 110 होला भन्ने प्रश्न हो। यति कुरा हो। अब सिंगल क्यास फ्लोमा निकाल्नु पर्ने कुरा भनेको कि प्रेजेन्ट भ्यालु कि एफडी र कि एन हो। त्यो निकाल्ने फर्मुला के छ ल हेर्नुहोस्। त्यो निकाल्ने फर्मुला भनेको फ्युचर भ्यालु इक्वल टु एफपी भनेको फ्युचर भ्यालु लेख्ने, पीभी भनेको प्रेजेन्ट भ्यालु इन्टु 1 प्लस के को पावर एन। मैले अघि पनि भने फेरि अगाडि गएर हेर्दा हुन्छ कि यो मध्ये
तीनवटा एन के पिभी र एफपी मध्ये चारवटा छन्, चारवटा मध्ये तीनवटा जे पनि दिएर एउटा कुरा जे पनि अभाव छ त्यो कुरा तपाईँले सोध्न सक्छ, त्यो कुरा तपाईँले निकाल्न सक्ने हो। सिंगल क्यास फ्लोको खेल खतम। मिनिङ आज मैले 1 लाख रुपियाँ ब्याङ्कमा डिपोजिट गरेँ, 10% ब्याज दर थियो, अबको 10 वर्षपछि कति होला? प्रेजेन्ट भ्यालु 1 लाख हो, के भनेको 10%, एन भनेको 10 वर्ष, 10 वर्षपछि फ्युचर भ्यालु कति होला चाहियो, यही गर्ने र निकाल्ने। जे होस् अबको 10 वर्षपछि 1 करोड चाहिएको छ, 10% ब्याज दर छ, मैले चाहिँ अहिले कति जम्मा गर्नु पर्ला? 10 वर्षपछि 10 करोड चाहियो, ब्याज दर 10% छ, एन 10 वर्ष हो, प्रेजेन्ट भ्यालु चाहियो। ल एफबी छ, के छ, एन छ, पिभी छ, निकाल्ने। यही हो कुरा सिंगल क्यास फ्लोको कुरा। आफ्नो नाम बोल्नुहोस्, एक्जाममा नाम लेख्न पाइँदैन र पर्दैन पनि, तर सिंगल क्यास फ्लो नबोल्ने। कुरा नम्बर 1 है। अब कुरा नम्बर 2, अब कुरा नम्बर 2 छ। कुरा नम्बर 2 मा के छ त भन्दा, कुरा नम्बर 2 मा अब इभन क्यास फ्लो। कस्तो क्यास फ्लो त? इभन क्यास फ्लो। इभन क्यास फ्लो, इभनलाई इक्वल क्यास फ्लो पनि भन्छौँ है, इभनलाई इक्वल क्यास फ्लो पनि भन्छौँ, सेम क्यास फ्लो पनि भन्छौँ है, सधैँभरि एउटै बराबर सेम है। अब यसलाई एन्युटी क्यास फ्लो पनि भन्छौँ, एन्युटी क्यास फ्लो पनि भन्छौँ, किनभने हरेक वर्ष भएको हुनाले एन्युटी क्यास फ्लो पनि हामीले भन्छौँ। ल यो थियो अर्को क्यास फ्लो, के रहेछ? इभन क्यास फ्लो, इक्वल, सेम, एन्युटी क्यास फ्लो, यो सबै कुरा जनाउँछौँ है। लास्टमा मैले सिएफ लेखेँ, क्यास फ्लो। यो कस्तो क्यास फ्लो हो त, यो कुरा बुझ्ने। इक्वल भन्यो हरेक पिरियडमा बराबर अरे के भगवान, जस्तो 0 पिरियड भयो, 1 भयो, 2 भयो, 3 भयो, 4 भयो, अहिले मैले 5 वर्षको इक्जाम्पल दिएँ, हरेक वर्ष बराबर क्यास फ्लो। जस्तो अब हेर्दा फेरि तपाईँले एउटा कुरामा कन्फ्युजन नहुने, कहिल्यै पनि स्टार्टिङ पिरियड कहाँ हो भन्दा जहिले पनि तपाईँले लाग्न सक्छ योदेखि यो पहिलो वर्ष कुन हो भनेपछि पहिलो वर्ष त 1 देखि 2 बी हो भन्ने लाग्न सक्छ कसैलाई। 100% रङ छ त्यो कुरा। पहिलो वर्ष भनेको अलवेज 0 to 1 हो। किन थाहा छ? एउटा बच्चा जन्म्यो, जन्मेर रुँदै नर्सको हातमा छ भने अनि त्यो ठ्याक्कै 1 वर्षको हुँदैन, के त्यसपछि केही मिनेटको हुन्छ, केही घन्टाको हुन्छ, केही दिनको हुन्छ, केही हप्ताको, महिनाको, 6 महिनाको हुँदै 1 वर्षको हुन्छ। यहाँदेखि यहाँसम्मको पिरियड 1 वर्ष हो, यहाँदेखि सम्मको पिरियड 2 वर्ष हो। त्यही भएर त हाम्रो गाउँघरमा 1 वर्षको पुगेर 2 वर्षको लाग्यो भन्ने 365 दिनको जब बच्चा हुन्छ र यो जन्मदिन मनाइन्छ नि, यहाँनिर ह्याप्पी बर्थडे भनेर, अनि ह्याप्पी बर्थडे भनेर यहाँ मनाइसकेपछि 1 वर्षको पुगेर 2 वर्षको लाग्यो भन्ने कुरा हो, साइन्टिफिक कुरा हो कि त्यो। त्यो हामीले बुढा के हो त्यो कन्फ्युजन बुझेन भन्छौँ नि, त्यो 100% साइन्टिफिक कुरा हो नि त, त्यो बुझ्नु पर्यो हामीले। अब हाम्रो त तालै यस्तो छ, अब के भन्नु छैन बाँकी कुरा, तर तपाईँले बुझ्ने। अब पहिलो वर्ष 100 रुपियाँ क्यास फ्लो रहेछ, त्यसपछि पनि 100 रुपियाँ नै रहेछ, त्यसपछि पनि 100 रहेछ, अझै पनि 100 रहेछ र लास्ट इयरमा पनि 100 रहेछ। 5 वर्षमा 5 पटक एउटै अमाउन्टमा सेभिङ भइरहेछ, या एउटै अमाउन्टमा क्यास फ्लो भएको छ। क्यास इनफ्लो पनि हुनसक्छ, आउटफ्लो पनि हुनसक्छ। हरेक वर्ष एउटै अमाउन्ट, डिफ्रेन्ट इयरमा एउटै अमाउन्टमा क्यास फ्लो भइरहेको छ भने यसलाई हामीले के भन्ने त? इभन क्यास फ्लो भन्ने, इक्वल क्यास फ्लो भन्ने, सेम क्यास फ्लो भन्ने, एन्युटी क्यास फ्लो भन्ने, जे भने पनि हामीले बुझ्ने के भगवानहरू। कुरो बुझ्नुभयो नि? बुझ्ने। यहाँ पनि हामीले निकाल्नु पर्ने के हो भने, कि प्रेजेन्ट भ्यालु निकाल्नु पर्ने हो कि फ्युचर भ्यालु निकाल्नु पर्ने हो भनेको। अबदेखि हरेक वर्ष 100 रुपियाँ जम्मा गर्दै जाने हो भने अबको 5 वर्षपछि कति रुपियाँ जम्मा होला भन्दा 500 रुपियाँ सर। यो त वाहियात कुरो हो। किन? टाइम भ्यालु अफ मनी पढ्दैछौँ त हामीले, अनि फेरि त्यस्तो कुरो गरेर हुन्छ त्यो केही नपढेको मान्छेले जस्तो, त्यो त भएन। हामीले के पढ्नु पर्यो त? के हो त यसको कुरा भन्दा, पहिले 100 रुपियाँ जम्मा गर्छौँ, 100 रुपियाँ जम्मा गरिसकेपछि त्यसले केही ब्याज कमाउँछ, कमाउँछ कि कमाउँदैन? त्यसलाई हामीले लगानी गर्ने हो, त्यसले रिटर्न कमाउँछ, फेरि भोलि त्यो रिटर्न पनि फेरि लगानी गर्ने, फेरि त्यसले रिटर्न कमाउँछ, अनि फेरि लगानी गर्ने, फेरि त्यसले रिटर्न कमाउँछ, गर्दै 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 5 वर्षसम्म जाने हो। त्यो गर्दै जाँदा 500 हुँदैन, त्योभन्दा धेरै हुन्छ, कति हुन्छ हामीले निकाल्ने हो। त्यो भएर यहाँनिर एन्युटी, इभन, यो इक्वल क्यास फ्लोमा के हो त? फ्युचर भ्यालु निकाल्नुपर्छ। यसरी यो क्यास फ्लो युज गरेर यो हरेक वर्ष भएको कुरालाई हामीले क्यास फ्लो सिएफ भन्छौँ है, या पेमेन्ट भन्न सक्छौँ है, सिएफएटी भन्न सक्छौँ, पेमेन्ट भन्न सक्छौँ, सिएफ मात्रै भन्न सक्छौँ, जे भने पनि हो, तपाईँको आफ्नो नाम भने पनि हुन्छ, टेन्सन छैन। तर बुझ्ने, अब यहाँनिर हामीले प्रेजेन्ट भ्यालु निकाल्न पनि सक्छौँ पर्यो। जस्तो हरेक वर्ष 100 100 100 100 100 रुपियाँ यदि हामीले
लगानी गर्दै 5 वर्षसम्म 500 रुपियाँ लगानी गर्ने हो भने त्यो 5 वर्षसम्म लगाएर 500 लगानी गर्नु भनेको आजको भ्यालु कति रहेछ? यदि त्यसलाई एकमुष्ट रूपमा अहिले दिन लाग्यो भने हामीले कति दिनुपर्छ? या हामीलाई अहिले जस्तो भोलि अबको 5 वर्षमा कुरो 100 होइन कि यसलाई 1 लाख 1 लाख भन्नुहोस्, 5 करोड भन्नुहोस्, जति भन्नुहोस्, त्यति पैसा भोलि चाहिने हो भने त्यसको लागि हामीले अहिले प्रेजेन्ट भ्यालु छ नि, त्यसको लागि हामीले प्रेजेन्ट भ्यालु चाहिँ अहिले कति डिपोजिट गर्यो भने भोलि त्यति पैसा हरेक वर्ष तानौला त। तपाईँको बुवाआमा बिरामी हुँदै हुनुहुन्छ, तपाईँले पैसा कमाउनुहोस्, टन्न कमाएर एउटा ब्याङ्कमा राखिदिनुहोस् या इन्सुरेन्स गरिदिनुहोस्। त्यस्तो गरिदिनुहोस् कि जसलाई हरेक महिना खुरु 15,000 त्यसै दियोस्। हरेक महिना 15,000 दिँदै गरेर बुवा मम्मी अझै 20 वर्ष बाँच्नुहुन्छ जस्तो तपाईँले लाग्यो भने अबको 20 वर्षसम्म खुरु 15,000 दिनको लागि अहिले मैले कति रुपियाँ डिपोजिट गर्नुपर्छ? हो त्यो चाहियो भने प्रेजेन्ट भ्यालु निकाल्ने हो। तर यहाँनिर यो एन्युटी क्यास फ्लो भएको कारणले पिभी को पछाडि पनि ए, एफबी को पछाडि पनि ए यसरी चाहिँ लगाउने। बुझ्नुभयो नि? पिबिए एफबी। अब फर्मुला के हो त? यसको पिबिए को फर्मुला चाहिँ प्रेजेन्ट भ्यालु अफ एन्युटी को लागि यो क्यास फ्लो इन्टु 1 माइनस 1 अपन 1 प्लस के को पावर एन डिवाइडेड बाई के, यति हो है, यति हो। अब यहाँनिर लेख्ने बेलामा तोर्पामा आफैले के लेख्ने थाहा नपाउने गरी नलेख्ने, एकदमै सिधा लेख्ने। यो बराबरको यो सिधा लेख्ने, अनि यो माइनसबाट अपन सिधा लगाउने है, यसरी लगाउने। यो लेख्ने बेलामा टाई घाँटीमा अनि बेल्ट चाहिँ के अरे कम्मरमै लगाउनु पर्छ। बेल्ट यहाँ घाँटीमा, टाई कम्मरमा लगायो भने उल्लु गान्छन्। मिनिङ के? यसैले अब कतिले लेख्नेले यस्तो गरिदिनुहुन्छ, हो यसरी लेखिदिनुहुन्छ। यसरी लेखेको के हो? मेन अपन यो बुझिन्छ यसरी लेख्दा बित्तिकै है, यसरी लेख्दा बित्तिकै मेन अपन यो बुझिन्छ। मेन अपन यो हो त? यो त होइन नि, मेन अपन त तल। अनि यो के हो? टाई त कम्मरमा लागिहाल्यो त होइन, लाग्यो। यो कुरा चाहिँ होइन, हो यसरी लेख्ने। यो चाहिँ हाम्रो प्रेजेन्ट भ्यालु निकाल्ने हो। यसलाई तपाईँले सिएफलाई पेमेन्ट लेख्न पनि सक्नुहुन्छ। अब एफबिए को हकमा के हो त भन्दा अरू कुरा त्यस्तै त्यस्तै हो। पेमेन्ट त पेमेन्ट नै भयो। यो मैले एन्टर सिएफ लेखेको छु, एन्टर पेमेन्ट है। तपाईँ नझुकिनु होला, भोलि फेरि कहीँ पेमेन्ट आयो भने के रहेछ पेमेन्ट भनेर टेन्सन नलिने, यही 100 रुपियाँ हो यो। अब लेख्दै गर्दा के गर्ने भने 1 प्लस के को पावर एन माइनस 1 डिवाइडेड बाई के। ल यसको फर्मुला यति हो। हेर्नुहोस् त यसको फर्मुला यति मात्रै, कति सजिलो रहेछ। अब यो माथिको लेख्ने बेला कसैले के गरिदिनुहुन्छ? 1 प्लस के को पावर एन माइनस 1 अपन के भनेर यसरी लेखिदिनुहुन्छ। बोल्दा त त्यस्तै सुनिएको छ, तर देख्दा त के हो है, त्यो चाहिँ भएन। त्यही भएर लेख्ने कुरा एकदमै सही तरिका लेख्ने। एफबिए इक्वल टु यो, पिबिए इक्वल टु यो है। यो एफबिए इक्वल टु हो है त, अनि यो पिबिए इक्वल टु यो चाहिँ हजुरले एकदमै ध्यान दिने है। पिबिए र एफबिए को फर्मुला यति हो, तपाईँले यो थाहा पाउने। ल यो चाहिँ इभन क्यास फ्लो, एन्युटी क्यास फ्लो। अब अर्को क्यास फ्लो कस्तो छ त भने यही एन्युटी ड्यू क्यास फ्लो छ। यहाँ के हो भने पहिलो वर्षको अन्तिममा गएर पेमेन्ट भएको थियो। जस्तो बच्चा जन्म्यो, बच्चा जन्मिँदा बित्तिकै पेमेन्ट भएन, जन्मे पर 1 वर्ष पुग्यो भने त्यसलाई पुरस्कार दियौँ, फेरि अर्को 1 वर्ष पुग्यो भने पुरस्कार दियौँ। त्यो चाहिँ हो इन्डिङ पेमेन्ट पिरियड, पेमेन्ट क्यास फ्लो। जस्तो 1 महिनाभरि कोठामा बस्ने, महिनाको अन्तिम महिना मरेपछि भाडा दिने, 1 महिनाभरि खाने, 1 महिनाको अन्तिममा दिने, 1 महिनाभरि ऋण परे गर्ने, 1 महिनाको अन्तिममा किस्ता हाल्ने, 1 महिनाभरि केही गर्ने, त्यसको अन्तिममा पेमेन्ट गर्ने, यो खालको कुरा यो। जब अर्को कुरा के छ भने एन्युटी ड्यू। अब हामीले भन्छौँ यो चाहिँ जुन इक्वल क्यास फ्लो छ नि, यो यसलाई चाहिँ एन्युटी क्यास फ्लो पछि 3 नम्बरमा एन्युटी ड्यू, एन्युटी ड्यू क्यास फ्लो। अब यसको कुरा के हो भने बिगिनिङ अफ द पिरियड क्यास फ्लो, बिगिनिङ अफ द पिरियड पेमेन्ट केस, पिएमटी लेखेँ है मैले, पेमेन्ट केस, बिगिनिङ अफ द पिरियड पेमेन्ट केस भने। अब यसको कुरा कस्तो हो भने सुरुमा पेमेन्ट गर्ने, सुरुमा पेमेन्ट गर्ने के। तपाईँ होस्टेल बस्नु भएको छ कि छैन जिन्दगीमा? होस्टेल बस्नु भएको छैन भने जिन्दगीको एक चरण होस्टेल बस्नुहोस्। जिन्दगीमा दुःख के हो थाहा पाउने ठाउँ भनेको होस्टेल, जेल हो नि त होस्टेल। धेरै होस्टेलहरू जेल भन्दा पनि के छन् त रद्दीको छन्। अब हो त्यस्तो होस्टेलमा बस्ने र जिन्दगीमा थाहा हुन्छ दुःख के हो है। अनि त्यहाँ चाहिँ तपाईँले कतिको खोइ म यो त देशैका मैले हाँकिदिन्छु कि जस्तो गर्नुहुन्छ, त्यो होस्टेलको सिनारियो चेन्ज गर्नुहोस् त कतिको सक्नुहुन्छ। यो होस्टेलहरू यस्तो भएन भनेर आवाज उठाउने, यो के हो होस्टेल, पैसा तिरेपछि यस्तो खाना यस्तो सेवा सुविधा दिन्छ के हो भनेर चाहिँ हजुरले आवाज उठाउनु पर्यो।
तपाईँले होइन तपाईँले नगरे कसले गर्छ कोहीले गर्छ तपाईँभन्दा डेन्जर कोही चल्दैछ नि यो संसारमा तपाईँ आफैले भनेको हो त परेन गर्नु त्यो पर्यो अब यहाँनिर के हो भने होस्टेलमा के हुन्छ भने वैशाखको 1 गते वैशाख महिनाभरिको पैसा चाहिँ वैशाखको 1 गते तिर्ने 10,000 रुपियाँ फेरि जेठ महिनाभरिको पैसा चाहिँ जेठको 1 गते तिर्ने असार महिनाभरिको पैसा चाहिँ असारको 1 गते तिर्ने साउनभरिको पैसा चाहिँ साउनको 1 गते तिर्ने अनि साउन 10 गते मेरो जन्मदिन मनाउने अनि त्यसपछि तपाईँ निस्किने बुझ्नुभयो नि अब त्यो हो भने यहाँनिर हरेक पिरियडको एन्डमा हुन्थ्यो अघि अब अहिले एन्युटी ड्यू भनेपछि बिगिनिङमै पेमेन्ट भइहाल्यो कि यहाँनिर अन्तिममा भएन अहिले सुरुमै पेमेन्ट भयो पहिलो वर्षको फेरि सुरु भयो 4 वर्षको पनि सुरु भयो यसरी बिगिनिङमा चाहिँ पेमेन्ट भयो ल यस्तो केसलाई चाहिँ हामीले एन्युटी ड्यू भन्छौँ कुरा बुझ्नुभयो ल यति बुझ्ने है बुझेको भए कमेन्ट गर्ने कुरा बुझ्यो भनेर इन्स्ट्यान्ट त्यो ढिला गर्ने होइन ल बुझ्ने अब यसमा चाहिँ के हो भने यदि यही 10,000 रुपियाँ यहाँनिर गएर हामीले पाएको भए अब यो बिचमा के हुन्थ्यो त हामीले जति ब्याज कमाउँथ्यौँ त्यो ब्याज हाम्रो गुम्थ्यो यो इन्ट्रेस्ट थियो नि यो इन्ट्रेस्ट जति हुन्थ्यो नि त्यो हाम्रो गुम्थ्यो जस्तो मानौँ यहाँनिर 10,000 रुपियाँ छ 10% नै ब्याज दर थियो भने पनि 1 वर्षभरि त 1,000 रुपियाँ त ब्याज कमाउँछ त 10,000 को 10% मात्रै ब्याज थियो भने पनि 1 वर्षमा त 1,000 रुपियाँ कमाउँछ अब 1 वर्षको सुरुमा 10,000 दिनु र अन्तिममा 10,000 दिनु भन्ने बराबर रहेछ त त्यो त छैन किन छैन भन्दा वर्षको सुरुमा 10,000 दियो भने त त्यसले अन्तिमसम्म 1,000 त जमाइसक्दो रहेछ कमाइसक्दो रहेछ अर्निङ गर्छ भनेपछि त सुरुको 10,000 भन्नु र अन्तिमको 11,000 भन्नु त एउटै रहेछ नि यही कुरा हो टाइम भ्यालु अफ मनी भनेकै कुनै पनि पैसा सुरुमा कति छ र आजको पैसाको भ्यालु चाहिँ भोलि पर्सिको भोलिको पैसाको भ्यालु भन्दा आज पावरफुल छ भनेको के 1 वर्ष पहिलाको 10,000 र 1 वर्ष पछिको 11,000 बराबर रहेछ भनेको के हो 1 वर्ष पहिला 10,000 मा जे किन्न सकिन्छ 1 वर्षपछि 11,000 हाल्नुपर्छ अनि अहिले पैसा लाने 10,000 1 वर्षपछि पनि 10,000 फिर्ता दिएर बराबर मान्ने समाज छ कि छैन हाम्रो ए हुँदैन यो ब्याज जोड्ने है ब्याज जोडिहाल्नु त्यो गर्नु ल यसो छ अब हामीले यो केसमा पनि हामीले के गर्ने हो त यहाँनिर यो 1,000 भयो नि 1,000 भनेको के हो भने यही 10,000 इन्टु इन्ट्रेस्ट बराबरको कमाएको त्यसकारण अब यहाँनिर यसको यहाँनिर कति यहाँनिरको भ्यालुलाई प्रेजेन्ट भ्यालु भन्छौँ पिभी एन्युटीको भयो ए भयो तर ड्यू हो नि त यो ड्यू क्यास फ्लो हो कि होइन यहाँनिर एन्युटी ड्यू क्यास फ्लो भयो पिभीए भनेको पिभी प्रेजेन्ट भ्यालु अफ एन्युटी ड्यू सुरुमा पेमेन्ट हुन्छ बिगिनिङ अफ द पिरियडमा ड्यू अब ड्यूको लागि के गर्ने त बिर्को खोलेर खाने होइन ड्यू पिभीए इन्टु 1 प्लस के मात्रै गर्ने पिभीए इन्टु के गर्ने 1 प्लस के गर्ने है अब यो किन 1 प्लस के भनेको भन्दा यो 10,000 ले जति कमाउँछ नि त्यसको ब्याज दर प्रतिशत 10,000 इन्टु के बराबरको पैसा त कमाउँछ भने 1,000 रुपियाँ पनि कमाउँछ है भनेर पिभीए ड्यूको लागि यो 1,000 पनि पहिले नै जोडिदिएको यो यसले कमाउँछ नि त त्यो भएर यसको भ्यालु कति भन्दा यसरी पिभीए इन्टु 1 प्लस के पिभीए को लागि के गर्ने यहाँनिर छ अब होइन म त यसलाई त फर्मुला मेथडबाट म गर्नुभन्दा टेबल मेथडबाट जान्छु म त डनै हो जस्तो लाग्यो भने यसलाई टेबल मेथडबाट गर्न पनि मिल्छ जस्तो क्यास फ्लो इन्टु पिभीआइएफए एट द रेट के पर्सेन्टेज पर एन गर्न मिल्यो अब यहाँ यो पिभीआइएफए लाई कसरी फर्मुला राख्ने भ्यालु कसरी निकाल्ने भन्ने सम्बन्धमा फेरि छुट्टै भिडियो छ त्यसको भिडियो तपाईँले हाम्रो युट्युब च्यानलमा खोज्नुहोस् पाउनु भएन भने हाम्रो फेसबुक पेजमा मेसेज गर्नु होला हामी हजुरलाई सेन्ड गर्छौँ अनि यसको लागि के गर्ने त यही पेमेन्ट छ नि इन्टु एफईआइएफए गर्ने एफईआइएफए एट द रेट के पर्सेन्टेज पर एन गर्ने अनि यही कुरा जस्तो माथि सिंगल क्यास फ्लोको लागि पनि चाहियो भने अझ जस्तै एफबी को लागि के गर्ने त पिभी इन्टु अब यहाँनिर छ नि अब एफबी को लागि अब यो 100 इन्टु गर्ने ल यसमा छोडिदिनुहोस् टेबल यसमा अरू टेबलको लफडाहरू छोड्नुहोस् ल यति गर्नुहोस् ल यो भयो ल यो खालको एन्युटी ड्यूको कुरा थियो अब पिभीए ड्यूमा यस्तो भयो भने एफबीए ड्यूमा पनि सेम हो जस्तो फ्युचर भ्यालु अफ एन्युटी ड्यू भयो भने बिगिनिङ अफ द पिरियड भएको बेलाको यहाँको भ्यालुलाई एफबीए ड्यू भन्ने हो है एफबीए ड्यू भन्ने हो यहाँकोलाई पिभीए ड्यू भन्ने हो बुझ्नुभयो नि यो पिभीए ड्यू भनेको भोलि 10,000 पेमेन्ट गर्दै जाँदा आजको भ्यालु कति होला या हरेक वर्षको सुरुमा 10,000 पेमेन्ट गर्दै गर्दा 4 वर्षको अन्त्यमा भ्यालु कति होला भन्ने एफबीए सुरुमा कति होला भन्ने पिभीए निकाल्ने यसरी एफबीए ड्यूको लागि पनि एफबीए इन्टु 1 प्लस के गर्ने ल यो चाहिँ गर्ने ल यो चाहिँ हाम्रो सिंगल क्यास फ्लो
के गर्यौं ध्यान दिनुहोस् है। सिंगल क्याश फ्लो गर्यौं एक, इभन क्याश फ्लो गर्यौं र एन्युटी ड्यू क्याश फ्लो गरेको छौं। र जहाँ चाहिँ एन्डिङ अफ द पिरियड र बिगिनिङ अफ द पिरियडको कुरा भयो। अब अर्को छ अब यो इभन क्याश फ्लोलाई अर्कोले हेर्नुहोस् त रेगुलर क्याश फ्लो छुटेको छ यहाँनिर। र यसलाई रेगुलर क्याश फ्लो भन्छ है। रेगुलर क्याश फ्लो पनि भन्छ। हेर्नुहोस् है रेगुलर क्याश फ्लो पनि भन्छ यसलाई, किनभने रेगुलर छ नि त हजुर 100 है। ल यो थियो। अब तेस्रो भयो। अब चौथो नम्बरमा जानुहोस्। चौथो नम्बरमा कस्तो छ भने क्याश फ्लो सधैँभरि त्यस्तै हुँदैन। जस्तो कहिले क्याश फ्लो कति हुन सक्छ, कहिले कति हुन सक्छ, सधैँभरि त्यही बराबरै क्याश फ्लो हुन्छ भन्ने छैन। त्यसकारण अर्को हेर्छौँ इरेगुलर क्याश फ्लो। इरेगुलर क्याश फ्लो, यसलाई अनइभन क्याश फ्लो भन्न सक्छौँ। अनइभन क्याश फ्लो, यसलाई भन्छौँ अनइक्वल क्याश फ्लो, यसलाई भन्छौँ डिफरेन्ट क्याश फ्लो, यसलाई भन्छौँ डिफरेन्ट क्याश फ्लो। ल यति भन्छौँ। अब यति भनिसकेपछि नि यो कस्तो हो बुझ्नु परेन त? पर्यो त भगवानहरू। यस्तो क्याश फ्लो हो। हेर्नुहोस् यो कस्तो बुझ्नुहोस् है। यो कस्तो हो भने यस्तो हो कि कति सजिलो पो छ। जस्तो यो 0 पिरियड भयो, 1 वर्ष भयो, 2 वर्ष भयो, 3 वर्ष भयो, 4 वर्ष भयो र यो 5 वर्ष भयो है। अब यहाँनिर के हो भने मुद्दा, कहिले यहाँनिर 1000 रुपियाँ डिपोजिट भयो, कहिले 500 रुपियाँको क्यास फ्लो छ, कहिले फेरि यहाँनिर 200 रुपियाँ झिकिएको छ भनेको क्यास आउटफ्लो भयो, कहिले फेरि 1000 रुपियाँको क्यास इनफ्लो छ, कहिले फेरि 5000 रुपियाँको क्यास इनफ्लो छ। यस्तो खालको हुनसक्छ र रियलमा क्यास फ्लो जहिले पनि यस्तै हुन्छ। धेरै जसो जस्तो ब्याङ्क लोन हामीले ब्याङ्कबाट ऋण लिएको छौँ, त्यो ऋण लिइसकेपछि अब हामीले मजाले किस्ता हाल्दै गर्दा एउटै चाहिँ त्यो एन्युटी क्यास फ्लो नै हो या बिगिनिङ एन्युटी अर एन्युटी ड्यू, यो चाहिँ जस्तो इक्वल क्यास फ्लोको कुरा हो। यो चाहिँ सबै यो अघिल्लो कुराहरू इक्वल क्यास फ्लो अन्तर्गतको हो कि एन्युटी होस् एन्युटी ड्यू होस्। तर अब यहाँनिर के छ त, एन्युटी भन्दा बित्तिकै इक्वल लाइफ एन्युटी भन्यो नि त हो कि, अर्थात् बिगिनिङमा छ भने एन्युटी ड्यू भयो। तर यो चाहिँ प्राय गरी हुने क्यास फ्लो यस्तो, जस्तो हामीले डिपोजिट गर्दैछौँ भने या हाम्रो एक्सपेन्डिचर बिहेभियरको कुरा गर्दैछौँ भने या हामीले चाहिँ कहीँबाट बिजनेस छ दैनिक रूपमा कति रुपियाँ कमायौँ भन्ने कुरा हेर्नु पर्यो भने यो सबै के हो त, यस्तो क्यास फ्लो हुन्छ। कहिले कति हुन्छ, कहिले पैसा आउँछ, कहिले पैसा जान्छ, यस्तो हुन्छ। अब यसको पनि आजको भ्यालु निकाल्नु पर्यो भने प्रेजेन्ट भ्यालु, यहाँनिरको भ्यालु निकाल्नु पर्यो भने फ्युचर भ्यालु। अब यसको प्रेजेन्ट भ्यालु र फ्युचर भ्यालु निकाल्दा यो पहिलो वर्षको क्यास फ्लोलाई CF1 भन्ने, यसलाई दोस्रोलाई CF2 भन्ने। अब यो 0 इयरमै पनि क्यास फ्लो छ। जस्तो सुरुमा ल 2000 रुपियाँ चाहिँ लगानी गरिएको हो भने 20,000 लगानी गरिएको हो भने यो क्यास फ्लो 0 भयो। लगानी गरेको भनेको क्यास जाँदा नेगेटिभ, क्यास आउँदा पोजिटिभ, यस्तो भयो। अब यो कन्डिसनमा हामीले ल प्रेजेन्ट भ्यालु निकाल्नु पर्यो भने के गर्ने त, क्यास फ्लो 0 डिभाइडेड बाई 1 प्लस के को पावर 0 गर्ने। यो गरिराख्नु त पर्दैन, 1 प्लस के को पावर 0 भनेकै 1 हो, CF0 डिभाइडेड बाई 1 भनेको CF0 नै हो। तर तपाईँले बुझाउनको लागि मैले गरेको। अनि यो क्यास फ्लो 1 को पनि आजको भ्यालु निकाल्ने, CF1 डिभाइडेड बाई 1 प्लस के को पावर 1 गर्ने, प्लस यस्तै गर्दै गर्दै कहाँसम्म जाने त, यो CF5 छ नि अहिले, यसै CF जति वर्षको छ त्यति वर्ष डिभाइडेड बाई 1 प्लस के को पावर n गर्यो भने यसको प्रेजेन्ट भ्यालु आउँछ। बुझ्नुभयो नि? अनि अब अर्को कुरा, जस्तो हामीले फ्युचर भ्यालु चाहियो भने के टेन्सन छ त, फ्युचर भ्यालु इक्वल टु CF0 इन्टु 1 प्लस के को पावर के गर्ने त, n माइनस 0 गरिदिने, प्लस n। यसको काम के हो भने फ्युचर भ्यालु निकाल्दा यो 20,000 को यहाँनिरको भ्यालु कति हो निकाल्ने हो। यो 20,000 देखि त्यहाँनिरको भ्यालु निकाल्दा यो n माइनस 0 भनेको के हो भने पुरै वर्ष 5 छ, 5 मा 0 घटाएको पुरै 5 वर्षको यो 20,000 लाई 5 वर्ष पछिको भ्यालु कति हुन्छ भनेर हेरेको। अनि अर्कोको लागि जस्तो CF1 को लागि CF1 इन्टु 1 प्लस के को पावर n माइनस 1 गर्ने। बुझ्नुभयो नि भनेको? यी CF1 को लागि यहाँनिरदेखि यहाँनिरसम्म भनेको यो 1 देखि 5 सम्म त 4 वर्ष भयो नि, 1 2 3 4, n माइनस 1 भनेको त 5 माइनस 1 गर्दा 4 भयो, CF1 इन्टु 1 प्लस के को पावर n माइनस 1 त्यसरी गरेको कि। अनि यो गर्दै गर्दै कहाँसम्म जाने त, टक्क यो लास्टसम्म CF5 इन्टु 1 प्लस के को पावर n माइनस कति गर्ने, त्यही 5 गर्ने। यहाँनिर त 5 गर्नु पर्यो नि, जति वर्ष छ त्यहीसम्म जाने, लास्टमा चाहिँ n माइनस n भएर 0 हुन्छ। यहाँनिर माथि CF0 बाट स्टार्ट, यहाँ चाहिँ CF5 हुन्छ, पछाडिको केही हुँदैन, किनभने n माइनस 5 गर्दा 5 माइनस 5 0 भयो, 1 प्लस के को पावर 0 भनेको 1 नै भयो, CF5 मात्रै बाँकी रहने हो। तर बुझ्नको लागि यति मैले हजुरलाई
लेखिदिएको छु ल यति कुरा ल अब यति भयो त तपाईँको टाइम भ्यालु अफ मनीको फर्मुला सक्यो योभन्दा बेगर केही पनि हुँदैन टाइम भ्यालु अफ मनीको नि मयु भन्नेले पनि यति फर्मुला जाने भने सक्यो टाइम भ्यालु अफ मनीको अरू केही छँदै छैन संसारभरिको टाइम भ्यालु अफ मनीको फर्मुला यति हो संसारभरिको टाइम भ्यालु अफ मनीको फर्मुला यति मात्रै हो त्यो भएर अब तपाईँलाई के लागिरहेछ होला भने यो के हो कस्तो हो मैले त यो बुझेन कि जस्तो लागिराखेको हुनसक्छ अब के गर्ने भने सिंगल क्यास फ्लो भन्ने ए यस्तो क्यास फ्लो रहेछ भनेर यो बनाउने फर्मुला यो रट्ने घोक्ने फर्मुला रट्ने अनि इभन क्यास फ्लो अन्तर्गत यो एन्युटी क्यास फ्लो अन्तर्गत चाहिँ या यो इक्वल क्यास फ्लो अन्तर्गत चाहिँ एन्युटी र एन्युटी ड्यू पर्ने हो जसलाई मैले एन्युटी क्यास फ्लो भनेर नै राखिदिएको छु यो केही फरक परेन किनभने एन्युटी इक्वल सबै भन्दा बित्तिकै त्यही सुनिने हो ल यो चाहिँ हो एन्डिङ अफ द पिरियड पेमेन्ट केस यसको लागि प्रेजेन्ट भ्यालु निकाल्ने फर्मुला हो फ्युचर भ्यालु निकाल्ने फर्मुला हो टेबल हेर्छु भने यसरी पाइयो टेबल कसरी हेर्ने आउँदैन भने कमेन्टमा राख्ने म त्यसमा भिडियो नै लिङ्क गरेर राखिदिन्छु है टेबल कसरी हेर्ने या तपाईँले नभने पनि म यतिकै पनि टेबल कसरी हेर्ने भन्ने चाहिँ भिडियोमा लिङ्क कमेन्टमा लिङ्क गरेर राखिदिउँला हेर्ने भएन भने तपाईँले हाम्रो फेसबुक पेजमा मेसेज गरेर सोद्धा हुन्छ या कमेन्ट गर्दा हुन्छ अनि एन्युटी ड्यूको लागि बिगिनिङ अफ द पिरियड भएको हुनाले यो पिबिए माथि जे छ पुरै इन्टु 1 प्लस के मात्रै गर्ने पुरै फर्मुला मैले लेखिनँ त्यही गर्ने बुझ्ने अर्को अब चाहिँ डिफ्रेन्ट क्यास फ्लो छ भने टेन्सन के को भयो टेन्सनको बातै छैन डिफ्रेन्ट क्यास फ्लो इरेगुलर भनौँ अनइक्वल भनौँ डिफ्रेन्ट क्यास फ्लो भनौँ अनइक्वल भनौँ जे भने पनि यही गर्ने खेल सक्यो होइन कहिले कति छ भने प्रेजेन्ट भ्यालु निकाल्दा क्यास फ्लो पहिलो अपन 1 प्लस के पावर 0 प्लस क्यास फ्लो 2 1 अपन 1 प्लस के पावर 1 प्लस क्यास फ्लो 2 अपन 1 प्लस के पावर 2 प्लस गर्दै जाने फ्युचर भ्यालुको लागि CF0 into 1 plus k को power n minus 0 plus CF1 into 1 plus k को power n minus 2 1 into CF2 into 1 plus k को power 2 यही तरिकाले गर्दै जानुस् त्यसो गर्नु र अब अरु कुरामा यो त टाइम भ्यालु अफ मनीको तपाईले यति फर्मुला जानेपछि आजको भ्यालु र भोलिको भ्यालु एउटै हुँदैन भन्ने कुरा थाहा हो हिजो 20 रुपैयाँमा भैँसी आउँथ्यो आज 20 रुपैयाँमा चाउचाउ पनि आउँदैन त्यो पनि थाहा छ यही नै हो प्रेजेन्ट अब के भन्छ भने ₹1 in present is more worth than ₹1 in future भन्ला आजको 1 रुपैयाँ चाहिँ भविष्यको 1 रुपैयाँ भन्दा बढी वर्थी छ बढी पावरफुल छ बढी त्यसको प्रयोग क्षमता छ किन भन्यो भने भन्नु पर्यो बिकज अफ द टाइम भ्यालु अफ मनी टाइम भ्यालु अफ मनीले के भन्छ भने आजको 1 रुपैयाँले लगानी गर्यो भने भोलि त्यसले पैसा कमाउँछ पैसा कमायो भने आजको 1 रुपैयाँले भोलि त धेरै पैसा कमाउँछ अनि आज 1 रुपैयाँमा जे किन्न सक्थ्यो भोलि त्यति नै बराबरको थपेपछि भन्दै किन्न सकिन्छ मैले चाहिँ के गरेको त भन्दा 5 रुपैयाँमा कपी किनेर पढेको ओलाले गुराँस कपी आज 5 रुपैयाँमा त हिजो मात्रै मैले टपी किन्न गएको बेला यो एकजना बच्चालाई मैले ल 5 रुपैयाँको के आउँछ किन भनेको त 5 रुपैयाँको त केही पनि आउँदो रहेनछ 5 रुपैयाँको त एउटा टपी आउने रहेछ दुईटा टपी आउने तीनटा टपी आउने त जमाना गयो 1 रुपैयाँको तीनटा टपी आउँथ्यो हो यही हो टाइम भ्यालु अफ मनी हिजो 20 रुपैयाँमा घडेरी आउँथ्यो आज 20 रुपैयाँमा चाउचाउ आउँदैन हिजो 20 रुपैयाँमा भैँसी आउँथ्यो आज 20 रुपैयाँमा चाउचाउ आउँदैन यही हो टाइम भ्यालु अफ मनी यसको थ्योरी कुरा पनि बुझ्नुपर्छ र यो च्याप्टरको यति फर्मुला जान्नेले यति फर्मुला जसले जान्छ नि बोन्ड भ्यालुएसन जान्छ स्टक भ्यालुएसन जान्छ क्यापिटल बजेटिङ जान्छ इन्टरनल रेट अफ रिटर्न देखि यो फाइनान्सको हरेक कुरा जान्छ वर्किङ क्यापिटल म्यानेजमेन्ट क्यापिटल स्ट्रक्चर एन्ड लिभरेज तपाईलाई जे चाहिएको छ नि टाइम भ्यालु अफ मनी बाहेक अरू केही पनि छैन टाइम भ्यालु अफ मनी यति महत्त्वपूर्ण च्याप्टर छ कि पुरै छोडिदिनुहोस् अन्तिम समय हेरेको तपाईले चाहिँ टाइम भ्यालु अफ मनीको बारेमा जान्ने नै मन भएर हेर्नु हो तपाईलाई चाहिँ धन्यवाद छ अझै चाहिँ तपाईले केही जान्नु मन छ भने कमेन्ट गर्नुहोस् यो भिडियो यदि युजफुल लाग्यो भने हजुरले आफ्नो कमेन्टमा धारणा राख्नु होला अनि लाइक गर्नु होला च्यानललाई सब्स्क्राइब गर्नुहोस् भिडियोलाई सेयर गर्नुहोस् आफ्नो ग्रुपहरुमा कलेजको ग्रुपहरुमा साथीहरुको ग्रुपहरुमा यसलाई टाइम भ्यालु अफ मनीको यस्तो छ भनेर सेयर गर्नुहोस् अनि बाँकी कुरा फेरि गरौँला कुनै पनि विषयमा कुनै पनि कुरामा जिज्ञासा रहेको छ भने पनि हजुरले के गर्न सक्नुहुन्छ त हाम्रो फेसबुक पेजमा मेसेज गरेर ल मलाई यस बारेमा अझै क्लियरली बुझाइदिनुस् भन्नुभयो भने हजुरलाई मजाले इनडेप्थ बुझाउने छौँ है त ल यो छ अनि अब हामीले अहिले करेन्टली चाहिँ एमबीएस र बीबीएस को अनलाइन क्लास गरिरहेका छौँ यदि हजुरले त्यो अनलाइन क्लास लिन चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है त ल हैव अ ग्रेट टाइम टेक केयर स्टडी वेल बाइ बाइ